हेलो गाइज होइन मिस्टर ठकुरी भलक है अब चाहिँ नयाँ मेरो ट्याग होइन अब हामी चाहिँ आज यसो टिआरसी लिन नै बुकारेस्टदेखि कोस्टन्टासम्म जाँदैछौँ है हामी चाहिँ टिआरसी आएको चाहिँ धेरै भइसकेको थियो अब केही समस्या पैसा नभएर नि र काममा अलिक छुट्टी नभएर पनि लिन गएको चाहिँ थिएन अब आज नभएको बिहानै दिमाग खराब झन् 1-2 घन्टा वेटिङमा राखिदियो अनि त्यही यसो जाइरहेको छ बल्ल बल्ल चाहिँ अब ट्रेन आयो है 1 घन्टाको वेटिङ पछाडि चाहिँ हामी ट्रेन आइसक्यो है हामी चाहिँ अब एउटा कोस्टन्टा जाँदैछौँ म भिडियोहरू यस्तो जोडिहाल्छु अनि यसो हेरिदिनु ल बाई गर्नु सबैले है हाम्रो केटाहरू यति नै हो रमाइलो गर्नुपर्छ है त हाम्रो ट्रेन आइसक्यो है ऊ आउँदैछ हाम्रो है सँगसँग जिउलानी जोबान दिउलानी चालीको तिम्रो याद हिमल बन्दनी चालीको तिम्रो याद यो कोस्टन्टा दामी छ है भ्यू चाहिँ यस्तो बवाल रहेछ नि कोस्टन्टा नि अल्झेछ क्या रे पछ्यौरी तिम्रो चियाको बुटामा गाइस यो चाहिँ हामी अहिले कोस्टन्टाको क्यासिनो यो अहिले एकदम दामी भाइरल भएको छ यो चाहिँ एकदम राम्रो रहेछ रोमानियाकै ठुलो क्यासिनो है गाइस होइन हामी चाहिँ अहिले यसो कोस्टन्टाको यो समुद्र साइडतिर यसो क्यासिनोतिर यसो घुमेर आएको है हामी चाहिँ यसो टिआरसीको न्युमा यसो आज रमाइलो गर्दै है पिआरको न्यु पिआर त सम्झिने होइन त्यही हो है त अब केही दिनपछि हाम्रो यात्रा अन्तै हुनेछ र भिडियो सिडियो कामको लागि चाहिँ कन्ट्याक्ट गर्नु है त कामको लागि चाहिँ कन्ट्याक्ट गर्नु विशेष गरी कसलाई गरे विशेष गरी हाम्रो हामीसँगै काम गर्ने हो तर उसको डिपार्टमेन्ट छुट्यो उसको डिपार्टमेन्ट चाहिँ वेयर हाउसमा हो उसको डिपार्टमेन्टमा चाहिँ 5 जना चाहिरहेछ उसलाई त्यहाँको लिडर बनाइदिएको छ टिम लिडर यसो अनि कोही बुकारेस्टमा कोही हुनुहुन्छ भने 5 जना है त तलब कति हो भन्दै त तलबको यस्तो कुराहरू अहिले 3500 प्लस 500 3000 प्लस तपाईको 600-700 रुपैयाँ फुड कार्ड ल है त यही हो नि त फेरि विपनामा